यहाँहरु सम्पूर्णमा नमस्कार। नेताहरू मिसन 84 भनेर बसिरहँदा अब भने मिसन 82 भएको छ, जसको प्रमुख कारण हो भदौ 23 र 24 गतेको जेनजी आन्दोलन। त्यस पश्चात नयाँ सरकार बन्यो। सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले फागुन 21 गतेलाई निर्वाचन मिति तोक्यो। विभिन्न दलहरू निर्वाचनमा सहभागी नहुने भन्दै गर्दा पनि भित्री आफ्ना एजेन्डाहरूलाई भित्रभित्रै साँधेर उनीहरू अब भने निर्वाचनमा होमिँदैछन्। यो विषय मैले किन उठान गरेको भन्दा म बागलुङ जिल्लाको बासिन्दा हो। बागलुङमा दुईवटा क्षेत्र छन्, क्षेत्र नम्बर 1, क्षेत्र नम्बर 2। अब हामी राम्रो युवा क्यान्डिडेट चाहिँ प्रतिनिधि सभामा पठाउनु पर्ने हामीलाई एउटा जिम्मेवारी आएको छ। त्यसको लागि हामीले कस्तो खालको युवा, सबल र सक्षम युवा जसले गरिब, दुखी, सीमान्तकृत वर्गहरूको बोलीलाई त्यो संसद भवनमा गुन्जाउन सकोस्, जो युवा हो, जसको सोच युवामुखी होस्, त्यस्तो युवा हामीलाई चाहिएको, त्यस्तो नेता हामीलाई चाहिएको। त्यसैले गर्दा बागलुङ जिल्लामा अब प्रतिनिधि सभाको लागि आगामी फागुन 21 गते हुने निर्वाचनका लागि कस्तो र कुन युवा क्यान्डिडेटहरू, कस्तो खालको युवा क्यान्डिडेटहरू आउनुहुन्छ र उहाँहरूलाई कसरी हामी सहयोग गर्ने भन्ने कुरा पनि हाम्रै जिम्मेवारी हो। पार्टीगत भन्दा पनि हामीले व्यक्ति हेरेर भोट हाल्नुपर्ने बेला भएको छ। किन भन्दा जसको सोच र छवि छ उसले नै देश विकासको लागि र हामी जस्ता युवाहरूको सोच त्यो संसद भवनमा गुन्जाउने छन् र हामी जस्ता युवाहरू अब वैदेशिकरणको शिकार बन्न नपरोस् भन्ने हाम्रो इच्छा हो। तपाईहरुलाई कस्तो लाग्छ सुझाव सल्लाह दिएर कमेन्ट मार्फत दिनु होला। र अर्को कुरा, तपाईहरुलाई अब बागलुङमा 3 प्रमुख दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी 4 त्यसपछि अझ 5 तपाईको राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, यसको यिनीहरु चाहिँ अलि हाबी भएको जिल्ला। यसमा चाहिँ अब तपाईले कसलाई दिने, कि नयाँ युवा स्वतन्त्रलाई दिने अब तपाईहरुको हातमा छ, हाम्रो हातमा छ, मेरो हातमा छ, मेरो परिवारको हातमा छ, हाम्रो समुदायको हातमा छ र हामी पुरा जिल्लावासी क्षेत्र नम्बर 1, क्षेत्र नम्बर 2 को वासीहरुको हातमा छ। ल है, कसलाई भोट हाल्ने तपाईहरुले कमेन्ट मार्फत भन्नुस्।